नमस्ते नमस्ते अनि हार्दिक स्वागत छ सबैजनालाई। र आज चाहिँ म तपाईहरुलाई मलेसियाको हावापानी र दृश्यहरू हरियाली दृश्य देखाउँदै छु। यहाँ देख्न सक्नुहुन्छ यहाँनेर वरपर बस्तीहरू छ भने बीचमा चाहिँ यहाँ खेल मैदान छ र यहाँ देख्न सक्नुहुन्छ फुटबल खेल भइरहेको छ। यहाँ पक्कै पनि एकदमै रमाइलो छ साथीहरु। यहाँ हप्ताभरि ड्युटी गर्यो र एक दिनको आइतबारको छुट्टीमा आएर खेल मैदानमा रमाउन सकिन्छ। यहाँ देख्न सक्नुहुन्छ विदेशतिर यस्तो सुविधाहरू छ। यताउता खेल्नको लागि मैदानहरू बनाइदिएको छ। हाम्रो नेपालमा यस्ता खाली जग्गाहरू बिरलै पाइन्छन् र यो खेल मैदानहरू चाहिँ यो खेलाडीको लागि पनि हुँदैन, तर यहाँ चाहिँ यो खाली समयमा शरीरलाई स्वस्थ बनाउनको लागि यताउता बस्तीको मान्छे र कामदारहरूको लागि बनाइएको यो फिल्ड हो। देख्न सक्नु यता नेपाल, म्यानमार, बङ्गलादेश लगायत यतातिर चाहिँ लोकलहरू खेलिरहेको छन् फुटबल। यसरी विकसित देशमा सबै कुराको अगाडि नै सुनिश्चित गरेर सबै कुराहरू बनाएको हुन्छ। यताउता बस्ती बसाएर बीचमा यसरी खाली जग्गा छोडेर यो खाली जग्गामा फुर्सदको समयमा आएर आराम शरीरलाई स्वस्थ बनाउने खेलकुद या जिम लगायत सबै हिडडुल गरेर पनि शरीरलाई स्वस्थ बनाउन सकिन्छ भनेर यसरी अगाडि नै गुरु योजना बनाएर यसरी बनाएको हुन्छ। देख्न सक्नुहुन्छ र चारैतिरबाट रोड छ, यताउता रोड छ र बीचमा चाहिँ खेल मैदान छ। यस्तो हुन्छ है साथीहरु विदेशतिर सबै सुविधा सम्पन्न। हस्त धन्यवाद। छोटो भिडियो देखाएर तपाईहरुको बिदा हुन चाहे। हस्त धन्यवाद।